पाल्पा जिल्लामा टावरिङ पहाडहरू बीच गर्जिएको कालीगण्डकी नदीको छेउमा एउटा ऐतिहासिक महल रहेको छ जसको नाम हो रानीघाट दरबार अर्थात् रानी महल। नेपालको ताजमहल भनेर चिनिने रानी महल एउटा ऐतिहासिक राणाकालीन दरबार हो जुन सन् 1893 सालमा जर्नेल खड्ग शमशेर राणाद्वारा निर्माण गराइएको थियो। सुनौलो प्रेमको प्रतीक भनेर चिनिने यो दरबार आजको समयमा उजाड उराठलाग्दो भूतपूर्व गौरवको अवशेष बन्दै गइरहेको छ। यसको वर्तमान अवस्थालाई हेर्दा मनमा थुप्रै प्रश्नहरू उठ्छन्। यो दरबारको निर्माण किन गरिएको थियो? यसको ऐतिहासिक महत्त्व के छ वा किन यसलाई पुनः प्रयोग गरिएन? अर्थात् यो दरबारमा थप केही रहस्यमय कुराहरू लुकेका छन्। दर्शकवृन्द आउनुहोस् यिनै प्रश्नहरूको सेरोफेरोमा रहेर आजको यस भिडियोमा भग्नावशेष अवस्थामा पुगेको पाल्पा जिल्लामा रहेको रानी महलको रहस्यमय इतिहासको बारेमा विस्तृतमा बुझ्ने कोसिस गर्नेछौँ। खण्ड 1 प्रेमका लागि जन्मिएको दरबारको इतिहास। सन् 1885 सालमा खड्ग शमशेर राणाले आफ्नै ठुलो बुवा तथा त्यो बेलाका प्रधानमन्त्री रणोदित सिंह बहादुर राणाको हत्या गराउने षड्यन्त्रमा सहभागी भएर शमशेर परिवारलाई सत्तामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। रणोदितको मृत्युपछि उनका दाजु वीर शमशेर राणा प्रधानमन्त्री भए र उनीलाई नेपाली सेनाको प्रधान सेनापतिको रूपमा घोषणा गरियो। कठोर व्यक्तित्व भएका खड्ग शमशेरको जीवनमा प्रेम मात्रै थिएन, उनी राजनीतिका शक्तिशाली खेलाडी पनि थिए। यस्तै सत्ता सङ्घर्षकै कारण उनी आफै धेरै समस्यामा उल्झिरहन्थे। सन् 1887 सालमा उनका दाजु प्रधानमन्त्री वीर शमशेरलाई विष खुवाएर आफू श्री 3 तथा प्राइम मिनिस्टर हुने षड्यन्त्रमा फेरि मुचिए र त्यसपछि उनलाई पाल्पा निर्वासनमा पठाइयो। त्यहाँ उनले प्रशासनिक जिम्मेवारी पाएका थिए। सन् 1888 सालमा उनलाई सीमित अधिकार दिँदै पश्चिम नेपालका गभर्नर जनरल तथा तैनाथी कमान्डर इन चीफको रूपमा पाल्पा गौडामा स्थानान्तरण गराइयो। पाल्पा गौडामा बसेको बेला खड्ग शमशेर राणाको कान्छी श्रीमती तेज कुमारी देवीको सन् 1892 सालमा निधन भयो। आफ्नो शोक र रानीको अन्तिम इच्छालाई सम्झँदै उनले एउटा तीर्थस्थलको रूपमा दरबार निर्माण गर्ने निर्णय गरे। यस दरबारलाई रानी महल नाम दिइयो जसको अर्थ रानीको महल हो। खड्ग शमशेरले नजिकैको जङ्गललाई रानी वन र नदी किनारका घाटहरूलाई रानी घाट नाम पनि दिएका थिए। रानी महल एकजना बेलायती आर्किटेक्टले डिजाइन गरेका थिए। भारतबाट ल्याइएका मजदुरहरू पाल्पामा उनी मातहतका रहेका 4वटा सेनाका पल्टनहरू र स्थानीय बासिन्दाहरू समेतले यो महलको निर्माण गरेका थिए। यो महल निर्माण गर्नका लागि गाउँका सर्वसाधारण बासिन्दाहरूलाई जबरजस्ती श्रम गर्न लगाइएको थियो भन्ने भनाइरहेको छ। अब्री नामको जातिका समुदायलाई ढुङ्गा फुटाउने काममा लगाइएको थियो र तिनीहरूले महलसम्म पुग्ने बाटो र महलको जग बनाउने काम गरेका थिए। यस महलको निर्माण सम्पन्न हुन 4 वर्ष लागेको थियो। खण्ड 2 खड्ग शमशेरको शक्ति र रानी महलको पतन। त्यसपछि सन् 1901 सालमा उनका दाजु अर्थात् त्यति बेलाका प्रधानमन्त्री वीर शमशेरको मृत्यु भएपछि देव शमशेर प्रधानमन्त्री भए। तर केही महिनामै चन्द्र शमशेरले पनि सत्ता कब्जा गरी आफूले श्री 3 को जिम्मेवारी लिए। यस घटनाले खड्ग शमशेरको राजनीतिक हैसियत थप कमजोर हुँदै गयो। त्यसपछि खड्ग शमशेरले नेपालमा आफू असुरक्षित भएको महसुस गरे। बढ्दो राजनीतिक दबाव, परिवारका सदस्यहरूको कमजोर सुरक्षा र सत्ता सङ्घर्षबाट टाढा रहन उनले सन् 1902 सालमा रानी महल परित्याग गर्दै भारतको मध्य प्रदेशस्थित सागर शहरमा बसोबास गर्न पुगे। खड्ग शमशेर राणाले रानी महल परित्याग गरिसकेपछि रानी महलमा कोही बसेनन् र लामो समयसम्म यसलाई बेवास्ता गरियो। युरोपियन र मुगल शैलीमा कन्स्ट्रक्ट गरिएको यो दरबारमा ठूला स्तम्भहरू, झ्यालहरू र शानदार बाल्कनीहरू रहेका छन्। काठ, ढुङ्गा र विभिन्न निर्माण सामग्रीहरू भारत र नेपालबाट मगाइएको थियो। तर केही वर्षमै यो दरबार उजाडियो र भग्नावशेष मात्रै बाँकी रहन पुग्यो। हाल आएर यसको पुनः संरचना र संरक्षण कार्यहरू केही मात्रामा भइरहेको पाइन्छ। रानी महल अर्थात् नेपालको ताजमहलका निर्माता खड्ग शमशेरको सन् 1921 सालमा भारतमै निधन भएको थियो। खण्ड 3 रानी महलको थप रहस्यमय कुराहरू। यस क्षेत्र वरिपरि बस्ने स्थानीय बासिन्दाहरू भन्ने गर्दछन् कि यो दरबारमा आत्माहरूको बास रहेको छ। कतिले त यतिसम्म भन्ने गरेका छन् कि त्यति बेलाकी रानी तेज कुमारी देवीको आत्मा यहाँ डुल्दै गरेको देखिने बताउँदछन् भने कतिले रातिको समयमा यो क्षेत्रमा अनौठो आवाजहरू सुनिने, झ्यालहरू आफै खुल्ने अनि अचम्मको चिसो हावाको अनुभवहरू सुनाउने गरेका छन्।
खड्ग शमशेरको मृत्युपछिको केही वर्षमा दरबार वरपर सुनसान भयो। हावा पानी र समयसँगै यो दरबारको लाइफमा असर पर्दै गयो। हरियो जंगलको बीचमै अनि कालीगण्डकी नदीको किनारमा रहेको यो महल आज प्रकृतिको काखमा भग्नावशेष अवस्थामा पुग्ने स्थितिमा छ। यस्ता ऐतिहासिक महलहरूको हामी सबैले मिलेर जगेर्ना गर्नुपर्दछ। स्थानीय बासिन्दा र पर्यटन कर्मीहरूले दरबारको संरक्षणका लागि पहल गर्न पनि थालेका छन्। यदि सरकारको तर्फबाट यस्ता ठाउँहरूको उचित संरक्षण गरियो भने रानीघाट दरबार नेपालको प्रमुख सांस्कृतिक सम्पदा बन्न सक्छ। हामीले रानीघाट दरबारलाई केवल एक भवनको रूपबाट मात्र हेर्नुभन्दा यो प्रेम, सत्ता र रहस्यको मिलन बिन्दु हो। दर्शकवृन्द, तपाईहरू कसले नेपालको ताजमहलको भ्रमण गर्नुभएको छ? यो दरबारको बारेमा तपाईहरूको विचार कमेन्ट गरी अवश्य प्रतिक्रिया दिन नबिर्सिनुहोला। यदि तपाईहरूलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यस्तै अरू ऐतिहासिक रहस्यमय भिडियो लिई अर्को प्रसङ्गमा भेट्ने बाचा गर्दै बिदा हुन्छौं। नमस्कार।